आत्मिक जनमित्रहरू, येशूको नाममा पिताको वचनलाई आफ्नो तन मन हृदयभित्र राखेर परमेश्वरको जीवित वचन पछ्याएर अगाडि हिँड्नुभएका विश्वासी जनहरू, आत्मिकी मित्रहरू, जो परमेश्वरको वचन नै परमेश्वरको वचन नै जीवनको मूल हो, परमेश्वरको वचन नै औषधि हो, परमेश्वरको वचन नै प्रसन्न हृदय हो भनेर अगाडि बढेका, पृथ्वीको ओल्लो छेउदेखि पल्लो छेउसम्मका, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण आत्मिक जनमित्रहरू, विश्वासी जनमित्रहरूलाई मेरो तर्फबाट जय मसी। मेरो नाम डोर्न केसी। अहिले ईश्वरको महिमा गर्दै आइरहेको छु। म आज तपाईँहरूलाई येशूको नाममा पिताले दिनुभएको अधिकारका विषयलाई लिएर आएको छु। हामी हिजो संसारमा हुने बेलामा विभिन्न प्रकारका रोग र बोधले थाकेका थियौँ, उद्धार पाएका थिएनौँ, हरेक खालका औषधि गर्दा पनि हामी निको भएका थिएनौँ। हामी कहाँ गएर निको हुन्छौँ, के गरेर निको हुन्छौँ, हामी निको हुने औषधि कहाँ होला, हामी कसरी निको हुने होला भनेर हामी तडपिरहेका थियौँ। त्यो बेलामा हामीलाई येशूको नाममा पिताले चुन्नुभयो अनि उहाँले खडा गर्नुभएको गोठालोमा हामीलाई पठाउनुभयो र हामीले उही गोठालोसँग येशू प्रभुलाई ग्रहण गऱ्यौँ। परमेश्वर मेरो पिता हुनुहुन्छ, येशू मेरो प्रभु हुनुहुन्छ र येशू प्रभुलाई परमेश्वरले मारेकाबाट 3 दिनमा जीवित बनाउनु भएको भनेर जुन दिन हामीले येशूको नाममा परमेश्वरलाई पछ्यायौँ त्यो दिनदेखि हामीले उद्धार पायौँ। हाम्रा सबै संसारिक कुराहरू हामीले गरेका गतिविधि सबै येशूको नाममा क्षमा गरिदिनु भयो पिताले र हामीलाई नयाँ गरी जन्माउनु भयो र ढुकुर जस्तै मन्द हुने, सर्प जस्तै चलाक हुने, मूसा जस्तै विनम्र हुने, येशू जस्तै हुने हामीलाई अधिकार दिनुभयो। त्यो दिनदेखि हामीले येशूको नाममा पितालाई पछ्याउँदै यहाँसम्म आएका छौँ र त्यतिखेर हामीले रोमी 10:9 ग्रहण गरिसकेपछि हामीलाई येशूको नाम पिताले अधिकार दिनुभएको छ। पहिला त उहाँले हामीलाई सबभन्दा पहिला महान आज्ञा दिनुभएको छ। तपाईँ हामी सबै आत्मिक जन छोराछोरीहरूले, आत्मिक जन मित्रहरूले, विश्वासीहरूले हामीले के बुझ्नुपर्छ भने हामी को हौँ, हामी कहाँबाट कसरी आयौँ, कसरी हामीले परमेश्वरको वचन लिएर उपस्थित भएका छौँ त्यो हामीले बुझ्नुपर्छ अनि हामीले संसारिक कुराहरू सबै त्याग्नुपर्छ भनेर पिताको जीवित वचन गर्नुपर्छ। पितालाई धन्यवाद म यसको नाम। र पिताले हामीलाई 2वटा पहिला महान आज्ञा दिनुभएको छ। यी महान आज्ञाहरूमा एउटा हामीलाई पिताले भन्नुहुन्छ मत्ती 22:37 भन्नुहुन्छ उहाँले। पितालाई धन्यवाद म यसको नाममा। मत्ती 22:37 देखि 40 भन्नुहुन्छ। त्यस्तै उहाँले हामीलाई मर्कुस 15:30 र 31 अनि हामीलाई लुका 10:27 पनि भन्नुहुन्छ। उहाँले के भन्नुभएको छ भने तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समाजले प्रेम गर्नु भन्ने पितालाई धन्यवाद म यसको। हामीले यो 3वटा पत्रमा येशूको नाम पिताले अगुवाई गर्नुभएको 3वटा पत्रमा हामीले हेऱ्यौँ भने हामी यही पाउँछौँ। जहाँ मत्ती 22:37 देखि 40, मर्कुस 15:30 र 31, लुका 10:27 हामी हेऱ्यौँ भने पाउँछौँ। त तिम्रो सारा हृदयले, सारा प्राणले, होइन, सारा समाजले परमेश्वरलाई माया गर, प्रेम गर, परमेश्वरसँग नजिक हौ, यसको नाममा नजिक हौ र महान र प्रथम आज्ञा यही हो। त्यस पछाडि उहाँले हामीलाई दोस्रो आज्ञा दिनुभएको छ। दोस्रो महान आज्ञामा उहाँले हामीलाई के भन्नुहुन्छ त तैँले आफ्नो छिमेकीलाई आफूलाई भन्दा बढी प्रेम गर्नु, सहारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधारमा यी 2 अधिकार तिमीहरूलाई मैले दिएको छु। पहिला तैँले तेरो
प्रभुलाई तेरो परमेश्वरलाई तेरो सारा हृदय सारा समझले सारा तन मन हृदयले प्रेम गर्नु र आफ्नो छिमेकीलाई त्योभन्दा बढी माया गर्नु भन्नुभएको छ। अब त्यति गरिसकेपछि उहाँले हामीलाई अधिकार दिनुभएको छ। हामी मत्ती 10:8 आएर हेरौँ। पितालाई धन्यवाद मसीह येशूको नाममा। अब हामीलाई येशूको नाममा पिताले दिनुभएको अधिकारका विषयमा हेरौँ। जुन अधिकार हामीले निरन्तर रूपमा प्रयोग गऱ्यौँ भने मात्र हामी उद्धार पाउनेछौँ अनि आशिष पाउनेछौँ अनि हामीले तन मन हृदयभित्र पवित्र आत्मालाई अँगाल्नेछौँ अनि अगाडि बढ्नेछौँ भनेर पिताको जीवित वचन भनेको छ। पितालाई धन्यवाद मसीह येशूको नाममा। बिरामीहरूलाई निको पार भन्नुभएको छ। कति राम्रो वचन छ होइन, बिरामीहरूलाई निको पार। किनकि हिजो हामी पनि त्यस्तै बिरामी थियौँ, त्यस्तै पीडामा थियौँ, त्यस्तै समस्यामा थियौँ, त्यस्तै रोगमा थियौँ, तडपिएका थियौँ र परमेश्वरले भन्नुभएको छ मत्ती 11:28 हे रोग र बोझले थाकेका म कहाँ आऊ, म तिमीलाई उद्धार दिनेछु, विश्राम लिने ठाउँ मसँग छ, मेरो भारी गह्रुङ्गो छैन, मेरो भारी हलुङ्गो छ। त्यो सबैले बोक्न सक्छ, विश्वास गर्नेहरूले बोक्न सक्छ। र परमेश्वरले भन्नुहुन्छ बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार। रोग र बोझले थाकेर पीडामा रहेको मान्छेलाई जीवित पार न, मेरो वचन प्रचार गर, यसको नाममा तिमीले मेरो वचन प्रचार गर, ऊ निको हुनेछ, जीवित हुनेछ। र तिमीले कुष्ठ रोगीलाई निको शुद्ध पार, भूतहरूलाई निकाल, तिमीले सित्तैमा पायो सित्तैमा। हेर्नुहोस् त आत्मिक जनमित्रहरू होइन, पितालाई धन्यवाद मसीह येशूको नाममा। येशूको जय होस्, शून्यहरूको भल होस् होइन। परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्। यो वचन परमेश्वरले शून्यहरूको तन मन हृदयमा भरिपूर्ण बनाउनु भएको होस् है। पितालाई धन्यवाद मसीह येशूको नाममा। तपाईँ हामीले पहिला वचन बुझ्न जरुरी छ। वचन बुझिसकेपछि हामी पहिला हामी परमेश्वरको चरणमा जानुपर्छ। चरणमा गएपछि हामीलाई पिताले वचन दिनुहुन्छ, त्यो वचन हामीले बुझ्नुपर्छ, त्यो वचन हामीले के गर्नुपर्छ, प्रचार गर्नुपर्छ। अनि मात्र हामी के हुन्छौँ, उद्धार पाउने गर्छौँ, आशिष पाउने गर्छौँ। परमेश्वरले हामीसँग येशूको नाममा चाहेको कुरा पनि यही हो, ताकि मैले चुनेका मेरा छोराछोरीले मेरो वचनलाई पृथ्वीको ओल्लो छेउदेखि पल्लो छेउसम्म होइन, पूर्वमेदेखि पश्चिम महाकालीसम्म प्रचार गरौँ होइन। हरेक कुरा, हरेक समस्याका कुराहरू बावजुद आए पनि पछि नहटेर काम गरौँ भन्ने नै भएको हो। त्यसकारण उहाँले हामीलाई पहिला 2टा महान आज्ञा दिनुभयो। तिमीले तिम्रो परमेश्वरलाई येशू प्रभुलाई तन मन हृदय सारा समझले सारा मन हृदयले प्रेम गर, आफ्नो छिमेकीलाई आफूले भन्दा बढी प्रेम गर। हेर्नुहोस् त कति राम्रो वचन दिनुभएको छ परमेश्वरले। त्यो हामी आज कतिपय विश्वासीहरूले मलाई सन्चो भएन, मलाई निको भएन भन्नुभएको छ हो। त्यो भएर कसरी चल्नु भएको छ त्यो बुझ्नु। 2 कोरिन्थी 13:5 भन्नुहुन्छ नि पिताले, आफूलाई जाँचेर हेर, जाँचमा सफल भयो भने तिमीसँग परमेश्वर हुनुहुन्छ, वचन हुनेछ, असफल भयो भने तिमीसँग वचन हुने छैन, परमेश्वर हुनुहुने छैन भनेर हो। आत्मिक मित्रहरू, आज परमेश्वरले हामीलाई हरेक कुरा सिकाउनु भएको छ। त्यसकारण पिताले भन्नुहुन्छ बिरामीहरूलाई निको बनाऊ, रोगीहरूलाई निको बनाऊ, कुष्ठ रोगीहरूलाई शुद्ध बनाऊ, भूतहरू निकाल, सित्तैमा पायौ सित्तैमा देऊ। हामीलाई परमेश्वरले येशूको नाम सित्तैमा दिनुभएको, त्यही भएर तिमीले पनि सित्तैमा गर, मैले भनेको वचनलाई प्रचार गर, येशूको नाममा चङ्गाई गर, येशूको नाममा हरेक कुरा माग, अनि तिमीले उद्धार पाउनेछौ, तिम्रो घर परिवार उद्धार पाउनेछ, रोग र बोझले थाकेका मान्छेले उद्धार पाउनेछन् हो। आत्मिक जनमित्रहरू, आज हामीलाई परमेश्वरले यही कुरा सिकाउनु भएको छ। अनि फेरि पिताले भन्नुहुन्छ लुका 10:19 भन्नुहुन्छ पितालाई धन्यवाद मसीह येशूको नाममा। अब पिताले के भन्नुहुन्छ त, हरेक विश्वासीहरूले, लुका 10:20 भन्छ, हरेक विश्वासीहरूले तिमीहरूले कहिल्यै पनि घमण्ड नगर होइन, किनकि शैतानहरू, मलाई दुःख दिने आत्माहरू मेरो बसमा छन् भनेर घमण्ड नगर। किनकि मेरो लागि परमेश्वरले होइन, मेरो लागि येशू प्रभुले स्वर्गमा मेरो नाउँ लेखिएको छ भनेर गर्व गर र घमण्ड नगर भन्नुहुन्छ। उहाँले भन्नुहुन्छ हरेक विश्वासीले घमण्ड नगर। हरेक शैतानहरू मेरो बसमा छन्, मलाई दुःख दिने आत्माहरू मेरो बसमा छन्, मलाई दुःख दिने मान्छेहरू मेरो बसमा छन्, मेरो पैताला बुने छन् भनेर घमण्ड नगर, ताकि तिमीहरू विश्वास गर कि परमेश्वर
तिमीहरूले येशूको नाममा हाम्रो लागि स्वर्गमा नाम लेख्नुभएको छ विश्वास गर। अब तिमीहरूले विश्वास गर्ने मान्छेले के गर भने तिमीहरूलाई मैले सर्प र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, कुनै कुराले तिमीलाई हानि गर्ने छैन। तिमीलाई मैले सर्प र बिच्छीहरू कुल्चने अधिकार दिनुभएको छ। ठुला ठुला रोगहरू निको बनाउने हामीलाई उहाँले शक्ति दिनुभएको छ र हामीले त्यो रोगहरू निको बनाउन हामीलाई कुनै पनि शक्तिले समस्या बनाउने छैन, किनकि हामीसँग येशू हुन्छ, हामीसँग पवित्र आत्मा हुनुहुन्छ। हामीलाई येशूको नाममा पिताले हामीलाई दिनुभएको अधिकार हामीले प्रयोग गर्नुपर्छ अनि तिमीलाई कुनै पनि कुराले हानि गर्ने छैन। त्यसकारण तिमीहरू मेरो वचनअनुसार अगाडि बढ्ने गर भन्नुहुन्छ। पितालाई धन्यवाद बस्छु येशूको नाममा। त्यस्तै गरेर मर्कुसमा जाउँ। हामी मर्कुस 15 16 भन्छ, पितालाई धन्यवाद बस्छु येशूको नाममा। पश्चाताप गर्ने र बत्तिसमा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। अब जसले पश्चाताप गर्छ, आफूले गरेका गल्तीहरूको पश्चाताप गर्छ, उसले उद्धार पाउँछ, ऊ निर्दोष हुन्छ। जसले त्यो के हुन्छ? दोषी ठहरिन्छ। हामी दोषी होइन, निर्दोष हुन्। त्यसकारण परमेश्वरको वचनले भन्छ हरेक विश्वासीहरू मेरा छोराछोरी निष्कलङ्क हुनु, दोषरहितको हुनुपर्छ, दोष हुनु हुँदैन। त्यसकारण दोषको 13:5 किन भनिसक्नु पिताले? आफूले जाँचेर हेर्ने। हामी समस्यामा पऱ्यौँ, हालतमा आयौँ, पीडामा भयो भने पहिला के गर्ने? हामीले आफूलाई जाँचेर हेर्ने। मैले के गल्ती गरेको छु, मलाई के समस्या भएको छ, गल्ती भएको छ भने हामीले येशूको नाममा क्षमा, पिता मलाई क्षमा दिनुहोस्, अबदेखि म यस्तो गल्ती गर्ने छैन। है पितालाई धन्यवाद म येशूको नाममा। त्यस पछाडि हामीले के गर्ने त? अब जस्तै वचनले भन्छ विश्वास गर्नेहरूले यी चिन्हहरू हुनेछन्। विश्वास गर्नेको लागि अब चिन्हहरू दिन लाग्नु, हामीलाई विश्वास गर्नेहरूलाई कस्तो चिन्ह दिनु? अब हामी त्यो पत्ता लगाउँदैछौँ होइन। त्यसै भन्नुहुन्छ मेरो नाउँमा तिमीहरूले भूतहरू निकाल्नेछौ भन्नुहुन्छ होइन। परमेश्वरको नाममा, येशूको नाममा परमेश्वर गवाईद्वारा हामीले के गर्छौँ? भूतहरू निकाल्छौँ भन्छ। येशूको नाम हामीले हकार्छौँ, चङ्गाइ गर्छौँ। येशूको नाममा यो शरीर येशूको शरीर हो, येशू र मसिहाको शरीरमा तेरो कुनै अधिकार छैन, तैँले कुनै पनि चाल चल्न पाउनेवाला छैनस् होइन। त जुन चालदेखि आएको छस् त्यो चालदेखि त यही समय यही घडी भक्कर सदा हट भनेर हामीले चाहिँ येशूको नाममा घोषणा गऱ्यौँ भने के हुन्छ त? हामीले येशूको नामको गवाईद्वारा भूतहरू निकाल्नेछौँ, हामी अन्य भाषामा बोल्नेछौँ र सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि तिनीहरूले केही पनि हानि गर्ने छैन र तिनीहरूले रोगीहरूमाथि आफ्नो हात राख्नेछन्, तिनीहरू निको हुनेछन्। पितालाई धन्यवाद म येशूको नाममा। ठुला रोगहरू तिमीहरूले रोगहरूमाथि हात राख्नेछौ, ठुला रोगीहरू तिमीहरूका आउनेछन्, ठुला शैतानद्वारा सताइएका मान्छेहरू तिमीहरूका आउनेछन्, ठुला बिरामीहरू आउनेछन्। तिनीमाथि मेरा नाउँमा तिमीले शिरमा हात राख्नेछौ, त्यो हटेर जानेछ, मेरा नाउँमा हट्नेछ। त्यसमा तिमीलाई कुनै पनि समस्या हुँदैन भन्छ। पितालाई धन्यवाद म येशूको नाममा। तर पिताले यो भन्नुहुन्छ कि तिमीहरूले मैले गर्नु मेरो काम भएको भनेर घमण्ड गर्ने काम नगर। सबै शैतानहरू, सबै दुष्ट आत्माहरू मेरो बसमा छ भनेर घमण्ड नगर, ताकि येशूको नाम परमेश्वरले मेरो नाम स्वर्गमा लेख्नु भएको छ भनेर तिमीहरू एकदम विश्वास गर र येशूको नाममा मलाई परमेश्वरले दिनुभएको अधिकार मैले प्रयोग गर्नुपर्छ। जुन अधिकार प्रयोग गरेँ भने के हुन्छ त? शैतानहरू हटेर जानेछन् र जो दुःख पीडा रोगमा बोझमा थाकेको उसले उद्धार पाउनेछ भनेर विश्वास गर्ने गर भनेर पिताको जीवित वचन भनेको छ। पितालाई धन्यवाद म येशूको नाममा। आदरणीय आत्मिक जनमित्रहरू, आज मैले येशूको नाम पिताको गवाईद्वारा आत्मिकी वचनहरू यति नै तपाईँहरूको सामु प्रकट गरेँ। फेरि पनि म तपाईँहरूको सामु नयाँ वचनहरू लिएर आउने प्रतिबद्धता गर्दै म तपाईँहरूको माझबाट बिदा हुन्छु। येशूको जय होस्, शून्यहरूको भल होस्, पिताले आशिष दिनुभएको होस्, बुद्धिको कुराले भरिपूर्ण बनाउनु भएको होस्, ज्ञान र बुद्धिको कुराले भरिपूर्ण बनाउनु सङ्घाइ गर्नुभएको होस्। सधैँभरि सानो तपाईँहरूको घर परिवार सबलाई सानो स्वर्ग जस्तै बनाएर राख्नु भएको होस्। जय मसीह, नमस्कार। पितालाई धन्यवाद म येशूको नाममा।
आदरणीय आत्मिक जनमित्रहरू, येशू प्रभु मेरो गोठालो हुनुहुन्छ, परमेश्वर पवित्र आत्मा हुनुहुन्छ भन्ने पेजलाई सुरुदेखि अन्त्यसम्म हेरिदिनु भएकोमा र येशूको नाम पिताद्वारा अगुवाई भएका वचनहरू तपाईँहरूको माझमा मैले पस्केको वचनहरू सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई येशूको नाम अगुवाईद्वारा धेरै धेरै आशिष भएको होस्, आशिषमय होस्, आशिष पुगोस्, सोचेको सधैँभरि पुगोस्, कुनै पनि कुराको कमी नहोस्। येशूको नाममा अगुवाईद्वारा पवित्र कुरा गरेर सुझाव राख्नु भएको होस् होइन। आत्मिक जनमित्रहरू, येशू प्रभु मेरो गोठालो हुनुहुन्छ, परमेश्वर पवित्र आत्मा हुनुहुन्छ पेज तपाईँहरूकै पेज हुन्। तपाईँहरूले माया गर्नुभयो भने, विश्वास गर्नेहरूले माया गर्नुभयो भने, सबैले माया गर्नुभयो भने मेरो पेज अझ एकदम अगाडि बढ्नेछ। यदि तपाईँहरूले येशू प्रभु मेरो गोठालो हुनुहुन्छ, परमेश्वर पवित्र आत्मा हुनुहुन्छ पेजलाई फलो गर्नुभएको छैन भने, लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन भने आजैदेखि गर्नुहोस्। र सरसल्लाह सुझाव छ भने पनि सरसल्लाह सुझाव दिनुहोस्। यदि तपाईँहरूलाई चङ्गाइको आवश्यक पर्छ, यदि तपाईँहरूलाई येशूको नाम पिता अगुवाईद्वारा परमेश्वरको जीवित वचनको आवश्यक पर्छ, यदि तपाईँहरूलाई ज्ञान र बुद्धिका आवश्यक पर्छ, यदि तपाईँहरू पीडामा हुनुहुन्छ, रोग र बोधले थाक्नु भएको छ, कहाँ गएर उद्धार पाऊँ भनेर तपाईँहरू हैरानमा हुनुहुन्छ भने मैले यो भिडियो मार्फत मेरो सम्पर्क नम्बर छोडेको छु, मलाई सम्पर्क गर्नुहोला र म तपाईँहरूलाई परमेश्वरको जीवित वचन दिनुको लागि सधैँभरि तयार रहनेछु, निरन्तर रूपमा रहनेछु। र मेरो घरमा पनि प्रत्येक महिनाको 18 गते लिडर मिटिङ र प्रत्येक महिनाको 27 गते ठुलो सत्सङ्ग र प्रत्येक 4 दिन मेरो शनिबारको दिन सत्सङ्ग हुने कुरा पनि म तपाईँहरूको माझमा अवगत गराउन चाहन्छु। यदि तपाईँहरूलाई येशूको नाममा अगुवाईद्वारा परमेश्वरले अगुवाई गर्नुभयो, आउन चाहनुहुन्छ होइन भने आउनु होला होइन। किनकि परमेश्वरको मण्डली भनेको परमेश्वरको जीवित वचन बाँचुट गर्ने मण्डली हो। तपाईँ हामीलाई जहाँ पाइपर्छ हामी त्यहाँ जानुपर्छ, जसरी उपस्थित हुनुपर्छ परमेश्वरको अगुवाईद्वारा हुनुपर्छ, ताकि हामी जहाँ उपस्थित हुन्छौँ त्यहाँ ज्ञान र बुद्धिको कुरा लिएर हामी अगाडि बढ्ने गर्छौँ भनेर पिताको जीवित वचन भनेको छ। पितालाई धन्यवाद मसीह येशूको नाममा। र यदि तपाईँहरूलाई हरेक कुराका आवश्यक पर्छ होइन, चङ्गाइको आवश्यक पर्छ, बुद्धिको कुरा आवश्यक पर्छ, ज्ञानका कुरा आवश्यक पर्छ, वचनको कुरा आवश्यक पर्छ भने पनि म तपाईँहरूको साथमा रहनेछु र मलाई सम्पर्क गर्नुहोला भन्दै आज म तपाईँहरूको सामु येशूको नाम पिताले दिनुभएको परमेश्वरको जीवित वचन जुन अधिकार हो, त्यो परमेश्वरले दिनुभएको अधिकार तपाईँहरूको माझमा सुम्पिँदै अहिलेलाई येशूको नाम अगुवाईद्वारा यति नै वचन प्रकट भयो। यही वचन द्वारा तपाईँहरूको जीवनमा काम होस्, येशूको नाम पिताले काम गर्नुभएको होस्, बुद्धिका कुराले भरिपूर्ण बनाउनु भएको होस् भन्दै तपाईँहरूबाट बिदा हुन्छु। जय मसीह।